हेलो नमस्कार सेवा तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म सन्चै छु। फेरि पनि न्यू ब्लग लिएर आइसकेको छु। अनि फर्स्ट अफ अल तपाईँहरू मेरो च्यानलमा नयाँ साथीहरू हुनुहुन्छ भने चाहिँ लाइक कमेन्ट सब्सक्राइब गरेर साथ सपोर्ट दिन होला भनेर चाहिँ बिहानै भिडियो स्टार्ट गरेको छु। बारीबाट चारो खोज्न आएको नि त, त्यही भएर मकै चाहिँ यहाँ चाहिँ ट्रेक्टर भइसक्यो, पत्रिका चाहिँ मस्ने छ। चारो खोज्नको लागि बारी आइरहेको छु। त्यस्तै भाग्नु पर्यो नि त। यता चाहिँ मकै छ है, बहर मस्ने छ, गोनाबेली हुन लागिसक्यो। यता चाहिँ बोडीहरू छ। चाहिँ आजकलको दिनमा साग त्यस्तो राम्रो छ। सागहरू चारो जस्तोहरू नै काट्नुपर्छ। फाइनली साथीहरू वैशाखको बेलामा चाहिँ साग खानु पाउनु भनेको भाग्यमानी हो क्या। यस्तो खतरा छ नि साग चाहिँ। आज चाहिँ सागको तरकारी खाने हो, साली बेना। फाइनली साथीहरू मैले चारो खोजेर पनि घर आइसक्यो। यहाँ फेरि साग टिप्नुको लागि आएको, अघि पनि लानु त ल। मेरो पन्जा पनि यहीँ झरेछ। चारो खोजेर आएर चारो पकाउँदैछु। यहाँ सानो सानो सुँगुर चाहिँ छ नि त, त्यही भएर मैले सानैमा पकाएको क्या। फेरि दिनकै पछि यस्तो पकाउँछु, ठुलोमा पकायो भने त गर्मीमा बिग्रिहाल्छ नि त। चाहिँ मुलाको त्यो काट्नु जानुपर्ने छ, बिउ राखेको थिएँ, पाकिसकेको रहेछ। अनि चारो खाँदैछ। भोजपुरमा चाहिँ मौसमको कुरा गर्नुपर्दा चाहिँ एकदम धुम्म भएर चाहिँ पानी पर्छ जत्तिकै भइरहेछ। सागहरू चाहिँ कस्तो दामी छ। यहाँ टिपेरी तरकारी खानुपर्ने छ। मकै नि उता गोड्ने बेली भइसक्यो। यहाँ चाहिँ बोडा रोपेको थिएँ मैले, यही काट्नु भन्छ मुलाको।
राख्ने चाहिँ बिउ राखेको थिएँ तर के पाकेर नि भिडियो गर्नु चाहिँ अप्ठ्यारो भयो क्या। भिडियो नगरी म काट्छु, अब काटिसकेर मात्र देखाउँछु। साथीहरू काटेको यस्तो भइसकेछ उसले पानी परेर रहने चाहिँ गेडा चाहिँ रहेछ है। साथीहरू म चाहिँ बोकेर जाँदैछु रुमतिर। चाहिँ 1-2 दिन चाहिँ यत्तिकै छोड्नु पऱ्यो अनि 1-2 दिनमा कुट्नु पऱ्यो कि कुखुराहरू चाहिँ कक्या गर्दै यसलाई त्यसरी सुर्केर राख्नु पर्यो कि अनि घाम लागेपछि अनि सुकाएर टक्कसँगले कुट्ने हो। अनि चाहिँ गेडा चाहिँ उन गरिसकेँ। यस्तो सुर्काइसकेँ बदाम जस्तै देखिँदै थियो होला। उम्री त सकेछ अनि बोटमै पानी परेर घाममा अनि त्यसपछि चाहिँ कुट्नुपर्छ। यसलाई चाहिँ डङ्किएर यो चारोहरू पकाइसक्यो। अब चाहिँ कुखुराहरू चाहिँ हाम्रो फाइनली विदेशबाट आएको चक्लेट हो। बेनाले ल्याइदिनु भएको, थ्याङ्क यू भन्न चाहन्छु। अनि मेरो आजको दिनहरू यसरी नै बित्यो। अब चाहिँ मेरो भिडियोलाई यहीँबाट इन्ड गर्न चाहन्छु। बाई बाई साथीहरू।